Hello everyone, आज चाहिँ म हजुरहरुलाई वालमार्ट तिर लैजादैछु because I had to buy some vegetables and some food items. जबदेखि I started eating healthy, मेरो शपिङ ह्याबिट्सहरु पनि निकै चेन्ज भएको छ। आजकल चाहिँ म एकदमै फ्रुट्स अनि प्रोटिन युक्त खानेकुराहरु धेरै किन्छु अनि जे कुराको पनि पछाडी लेबल हेरेर किन्न थालेको छु, लाइक क्यालोरी कति छ भनेर। अनि सकेसम्म म अभोइड गर्छु धेरै क्यालोरी भएको फुड आइटम्सहरुलाई। लाइक पहिले चाहिँ म यो वाला चाहिँ सस हुन्छ नि मेयोनिज जस्तो टाइपको यो युज गर्थे अनि यो वाला पनि युज गर्थे। यो चाहिँ 2 टेबलस्पुन को 120 क्यालोरी हो। सो त्यसको सट्टामा अहिले चाहिँ यो म स्किनी गर्ल भन्ने युज गर्छु एन्ड यसको चाहिँ 2 टेबलस्पुन मा जस्ट 10 क्यालोरी हुन्छ के। सो यसरी चाहिँ म आफ्नो फुडहरु किन्ने गर्छु क्यालोरी हेरेर। अनि झट्ट यो पानीपुरीमा आँखा गयो, मुटुमाथि ढुङ्गा राखेर मैले यसलाई बाइ बाइ भन्नु पर्यो र यो मिक्स पिकललाई पनि म यसो हेरे अनि बाइ बाइ भनिदिए, म किनिन। अनि यो टुना चाहिँ मेरो फेभरेट हो किनभने यसमा हाई प्रोटिन हुन्छ हैन, ब्रेडहरुसँग चाहिँ खान मिल्छ राखेर एन्ड जस्ट 60 क्यालोरीको हुन्छ। एन्ड दिस चिप्स यसलाई पनि म मुटुमाथि ढुङ्गा राखेर बाइ बाइ भन्न चाहे बिकज यहाँ हेर्नुस् न, यो चिप्स यो होल प्याकेट खानु भयो भने हजुरहरुले चाहिँ 250 क्यालोरी क्या खानुहुन्छ। त्यो भनेको एक थाल भात हो मेरो लागि चाहिँ। अनि पहिले चाहिँ म यो चकलेट्सहरु स्पेशली यो डेरी मिल्क देखेर म रेसिस्ट पनि गर्न सक्दिन थिए आफूलाई हैन। बट आजकल चाहिँ म एकदमै डिसिप्लिन भएको छु है। म यसरी उता फर्किन्छु, म त्यहाँतिर हेर्दा पनि हेर्दिन है यसरी। अनि आफ्नो ग्रीन लिभी भेजिटेबल्स र फ्रुट्सहरु लिएर चाहिँ म घरतिर जान थाले।